आजको भिडियो यो हाम्रो कक्षा 9 को एक्सी गणितको 1.2 अभ्यास अर्थात् बहुपदीयबाट रहेको छ। त्यसले हामीले इंग्लिश वर्डमा पोलिनोमियल्स भन्छौँ। अब हामीले यो बहुपदीयको परिभाषाबाट सुरु गर्छौँ। जस्तै कि अब बहुपदीयको परिभाषामा अब हामीले हेर्दा के भनेको रहेछ, यहाँ एक वा एक भन्दा बढी पद भएको बीजगणितीय अभिव्यञ्जकहरूलाई बहुपदीय भनिन्छ। अब यहाँ हेर्नुस् त के भनेको छ, एक वा एक भन्दा बढी पद भएको बीजगणितीय अभिव्यञ्जक भन्नाले अब हामीले कक्षा 7 मा 8 मा पनि पढेको होला हैन। बीजगणितीय भनेको सजातीय र विजातीय मिली हैन बनेको अब त्यस्तो कथालाई हामीले बीजगणितीय भन्छौँ भनेर हैन। अब त्यस्तोलाई हामीले बीजगणितीय भन्छौँ। अब यो हाम्रो बहुपदीयको अब कुरा गर्दाखेरि बहुपदीयमा अब चलहरूको डिग्री भनेको पूर्ण संख्या हुन्छ। अर्थात् त्यसको भनाइ के हो, यदि बहुपदीय हुनलाई हामीले त्यसको डिग्री भन्नाले हामीले अघि भन्छौँ हामी अब यो हामीले पाठ पढेपछि अगाडि शिक्षकहरूले बुझाइदिनु भएको होला हैन। डिग्री भन्नाले के हो त, अब यो डिग्री भन्नाले अब यक्सको घातांक भनेको सबैभन्दा बढी भएको जुन हुन्छ त्यो भनेको नै त्यो बहुपदीयको डिग्री हुन्छ। त्यही डिग्रीको कुरा गरेको छ यो। त्यो बहुपदीयलाई अब हेर्दाखेरि त्यसको चलहरूको यदि डिग्री पूर्ण संख्या मात्र भयो भने त्यो हाम्रो लागि के हुन्छ त, बहुपदीय हुन्छ। यदि उसको यो डिग्री जुन दिएको छ यो डिग्री यदि पूर्ण संख्या भएन भने त्यो हाम्रो लागि बहुपदीय हुँदैन हो। अर्थात् हामीले यसमा हेर्नको लागि यो बहुपदीयहरूलाई अब डिग्री यदि पूर्ण संख्या भनेको त बुझिरहेको होला। अब पूर्ण संख्या भनेको 0 देखि होइन, हाम्रो प्राकृतिक संख्याहरूलाई पूर्ण संख्या भनिन्छ। तर यो 1/2 3/2 हैन यस्तो भएको हुनु परेन। यदि त्यस्तो हुन्छ भने त्यो हाम्रो लागि बहुपदीय होइन। त्यही कुरा यसले भन्न खोजेको छ। फिक्स हुनु पर्यो 0 1 2 3 4 5 6। तर 0 पनि हुँदैन यसको, किनभने यसको कम से कम त्यसको डिग्री भनेको 1 हुन्छ के। यो बहुपदीयको डिग्री कम से कम 1 हुन्छ, त्यसमा खाली हुँदैन, 0 हुँदैन। तर हामीले अब पूर्ण संख्या भनेपछि 0 देखि पढ्नु पर्ने हो पढ्नको लागि। त्यसकारणले हामीले बहुपदीयको डिग्री जहिले नै पूर्ण संख्या हुन्छ। अर्थात् हाम्रो त्यदि बहुपदीय पूर्ण संख्या छैन उसको डिग्री भने त्यो हाम्रो बहुपदीय हुँदैन के। त्यो बहुपदीय हामी मान्दैनौँ। किन मान्दैनौँ, किनभने त्यसको हाम्रो डिग्री भनेको पूर्ण संख्या होइन हो। अब हामीले त्यसको डिग्री र बहुपदीयको अब हाम्रो के गर्छौँ त, अब हो कि होइन भने हामी यसको स्तरीय स्वरूप र हामी डिग्रीको कुरा गर्ने भने यहाँ लेखेको हो। अब भाइ बहिनीहरू तिमीहरू टक्क सुन्नु होला है, किताबमा दिएको पनि होला, यहाँ पनि मैले राखेको पनि छु, हेर्नु होला, बिस्तारै लेख्नु होला है। अब यो हाम्रो बहुपदीयको स्तरीय स्वरूप र डिग्री भन्नाले के हो त, बहुपदीयमा चलको घातांक क्रमशः घट्दो वा बढ्दो क्रममा भएमा त्यसलाई हामीले स्तरीय स्वरूपको बहुपदीय भन्छ। स्तरीय स्वरूप भन्नाले हामीले मिलाउनको लागि आउँछ, एरेन्ज गर्नको लागि आउँछ। जस्तै अब कुनै बहुपदीय दिएको हुन्छ हैन, अब यसमा के गर्नुपर्छ कि त घट्दो क्रममा त्यो डिग्रीको आधारमा, यो डिग्री छ नि त 4, यो 4 छ, यो 3 छ, यहाँ 2 छ, यो यसको पावर केही भएन भने 1 छ, यो चल राशि हो। अर्थात् यो के गरेको छ, घट्दो क्रममा मिलाएको छ। हामीहरूले बढ्दो क्रममा पनि मिलाउन सक्छौँ अगाडि यो चल राशि राखेर। तब यो यस्तै बिस्तारै हामीले त्यहाँ घट्दो क्रममा पनि राख्न सकिन्छ, बढ्दो क्रममा पनि राख्न सकिन्छ। यदि यसरी हामीले क्रम मिलाएर राखेको छ भने त्यसलाई नै हामी स्तरीय स्वरूप भन्छौँ हो। किनकि त्यो चलको घातांक क्रमशः हाम्रो घट्दो क्रममा छ, त्यसकारणले यो बहुपदीयको स्वरूप भइसक्यो। यदि त्यो भएन भने हामीले आफूले मिलाउनु पर्छ। मानौँ कि यो 2x को पावर 4 - 5x को पावर 3 छ अनि हाम्रो यो छोडेर प्लस
5x - 4 भयो हैन। यहाँ हामीले के राख्थ्यो आफूले 0.x⁻² राख्थ्यो। जुन पावर हुँदैन जतिवटा हुँदैन त्यसमा हामीले आफूले थप्नुपर्छ। उसको घट्दो क्रममा कहाँ क्रम हो त्यो क्रम दिएको छ कि न भने त्यहाँ हामीले आफूले राख्नुपर्छ हो। त्यस्तै हो। तर हामीले यहाँ भनेको छ घट्दो वा हामीले बढ्दो क्रममा लेख्नुपर्छ। क्रमशः के भनेको छ घट्दो क्रमको पूर्ण सङ्ख्याहरूमा बनाई स्तरीय स्वरूपको रूपमा लेख्न सकिन्छ। त्यही कुरा भनेको छ स्तरीय स्वरूपमा भन्नाले हामीले त्यही क्रम मिलाएर त्यसको डिग्रीको अनुसारमा पूर्ण सङ्ख्या हुनुपर्छ र अर्को हाम्रो त्यो क्रम मिलाएर हुनुपर्छ। अर्को बहुपदीयहरूको प्रत्येक पदहरूमा भएको चलको घाताङ्क सबैभन्दा ठुलो घाताङ्क उच्च बहुपदीयको डिग्री भनिन्छ। जस्तै यो हाम्रो बहुपदीय भइसक्यो। यसैको हामी लिन्छौँ इक्जाम्पलमा यो हाम्रो बहुपदीय भइसक्यो भने यसमा हामी हेर्छौँ यसको के हेर्छौँ त यक्सको पावर सबैभन्दा बढी कुन हो त यसको पावर 4 3 यहाँ 2 हो यहाँ छैन भने 1 हो हामीले मान्छौँ। यसमा हामीले हेर्नु छ सबैभन्दा बढी कुन हो त यसको पावर यक्सको पावर त यहाँ भनेपछि 4 हो। अर्थात् त्यही हाम्रो यसको के भइसक्यो त त्यसको घाताङ्क सबैभन्दा ठुलो घाताङ्क भइसक्यो। अर्थात् उच्च बहुपदीयको हामी घाताङ्क भन्छौँ है हो। त्यसलाई हामी के भन्छौँ त त्यो बहुपदीयको त्यो नै हाम्रो डिग्री भइसक्छ। जुन हाम्रो सबैभन्दा बढी हो त्यही भनेको हाम्रो लागि के हो त डिग्री हो। बहुपदीयको सबैभन्दा ठुलो घाताङ्क भएको पदको गुणाङ्कलाई मुख्य गुणाङ्क भन्छ। अब मुख्य गुणाङ्क भन्नाले के हो त अब जस्तै कि उसले सोधेको हुन्छ अब 4x को पावर 4 को अब मुख्य गुणाङ्क कति हो x को पावर 4 को गुणाङ्क भनेको यसको अगाडि हेर्नु सङ्ख्या जुन छ त्यही सङ्ख्या भनेको त्यसको लागि हाम्रो लागि के हुन्छ त अब यसको मुख्य गुणाङ्कको रूपमा हुन्छ। x को 3 को x को पावर 3 को अब हाम्रो मुख्य गुणाङ्क कुन हुन्छ त अब यसको अगाडिबाट हाम्रो सङ्ख्या हुन्छ -5 हुन्छ भन्नाले 5 हुन्छ। त्यस्तै यहाँ x को पावर अब स्क्वायरमा दिएको छ x को पावर स्क्वायरमा दिएको छ यसको हाम्रो यदि गुणाङ्क सोध्नु पर्यो भने अथवा सोधेको छ भने 3 दिनुस् जुन चल राशि हो त्यससँग सम्बन्धित जुन चल राशि हो त्यसले हामीले दिने हो। अब यति भनेपछि अब हामीले आज अभ्यास 1.2 को अब यको लागि हामीले भिडियो बनाएको है पुरै सल्युसन पुरै हाम्रो अभ्यासको समाधान मैले यहाँ लिएर आइसकेको छु। जस्तै फर्स्टमा के दिएको रहेछ हाम्रो बहुपदीयको परिभाषा जुन मैले अगाडि भनिदिएको एक वा एक भन्दा बढी पदको हैन पद भएको बीजगणितीय व्यञ्जकहरूलाई बहुपदीय भनिन्छ। बहुपदीयमा चलहरूको डिग्री भनेको कति हुन्छ पूर्ण सङ्ख्या हुन्छ। त्यही भनेको 0 देखि स्टार्ट 1 2 3 4 पाउनुपर्छ तर पनि हामीले 0 हुँदैन के किनभने यहाँ हाम्रो नियमै छैन त्यो है। अब हाम्रो के गरेको छ यो बहुपदीय दिएको छ अनि यहाँ के भनेको छ x को पावर 3 र x को पावर 2 को गुणाङ्क लेख्नु छ। यसबाट हामीले चल राशि हेर्नु छ। जस्तै यो बहुपदीय दिएको छ है यसलाई अब हामीले स्तरीय स्वरूपमा लेखेको हो। लेखिसकेपछि अब यो बहुपदीयमा हाम्रो x³ र x² हैन x³ को कति भइसक्यो 2 अब x² यसमा त थिएन है यसमा थिएन तर हामीले आफूले अरेन्ज गर्यो अनि अरेन्ज गरेर के गरेको त अब हाम्रो यहाँ 0 को रूपमा हाम्रो राखिएको छ अरेन्जको रूपमा। त्यसकारणले x² को पावर 0 र x3 को पावर हाम्रो x3 को त दिएको छ यहाँ 2 त्यसकारण यहाँ 2 र हाम्रो 0 छन् भनेर दिएको छ। त्यस्तै अब यो हाम्रो यो बहुपदीयमा कतिवटा पद छन् है पद भन्नाले अब त्यसको सङ्ख्या भने कतिवटा अब बीजीय पदहरू छन् त्यो सङ्ख्याहरू गर्नुस् त्यो भनेको नै उसको लागि पद हो जम्मा पद हो। जस्तै कि 1 2 र 3 3 भनेको यो पद हो भन्नाले 1 2 र यो 3 वटा हाम्रो यसको पद भइसक्यो। यसको डिग्री कति हो त उच्च हो जहिले नि डिग्री भन्नाले उच्च हाम्रो अब घाताङ्क मान्नुस् न त्यसलाई त्यसै उच्च घाताङ्क यो सबैमा के हो त 6 हो त्यसकारणले यसको डिग्री 6 भइसक्यो। त्यस्तै अब यो हाम्रो आएको छ क्वेशन नम्बर 4 मा के भनेको छ अब हाम्रो तलको तल मध्ये कुन कुन बहुपदीय हुन् र कुन कुन बहुपदीय होइन कारण सहित त्यही बहुपदीय हाम्रो भनेको छ है बहुपदीय हो कि होइन भने हामीले अघि पनि बुझ्यौ है बहुपदीय कुन अवस्थामा हुन्छ त्यसको घाताङ्क यदि हाम्रो पूर्ण सङ्ख्या भयो भने मात्र हुन्छ नत्र हुँदैन। अब हामीले टकटक यहाँ अगाडि बुझाइदिएको अब तिमीले हेर्नुस् र बुझ्नुस् यदि होइन भने किन होइन त त्यही कुरा हुन्छ हाम्रो पूर्ण सङ्ख्या हुँदैन त्यसको
पूर्णाङ्क वास्तविक सङ्ख्या पनि हुँदैन। त्यस कारणले यस्तो भएको हुन्छ, त्यो हुँदैन। यदि बहुपदीय हो भने किन त्यसको पूर्ण सङ्ख्या पूर्णाङ्क वास्तविक सङ्ख्या हुन्छ अनि मात्र हुने। अब टक्क मैले देखाइदिइरहेको छु होइन, भिडियोहरू भाइ बहिनीहरू रोकेर बुझ्नु होला है, र कलम कापी लिएर बस्नु होला है, बुझ्ने प्रयास गर्नु होला। अब हामीले यसभन्दा अगाडि जान्छौँ है। अब यहाँ हाम्रो दिएको रहेछ है। अब बिस्तारै लेख्नु होला भाइ बहिनीहरू, बुझ्दै भिडियोलाई टक्क रोकेर है। अब यहाँ हेर्नुहोस् त, यो बहुपदीयको डिग्री यहाँ हामीले निकाल्नको लागि भनेको छ, जबकि हामीले अघि बुझेको हो कि यो बहुपदीयको डिग्री भन्नाले यसमा उच्च घाताङ्क भएको यक्सको उच्च घाताङ्क भएको जुन हाम्रो हो, त्यो उच्च घाताङ्कलाई हामी ठुलो घाताङ्कको रूपमा पनि बुझ्न सक्छौँ। ठुलो जुन घाताङ्क हो त्यो भनेको नै हाम्रो लागि के हो त, त्यो बहुपदीयको डिग्री हो। जस्तै हेर्नु त 2x को पावर 4 माइनस 5x को पावर 2 माइनस 1 दिएको छ भने अब यसमा हाम्रो सबभन्दा ठुलो घाताङ्क कुन त 4 हो। अर्थात् हाम्रो त्यही भनेको डिग्री भइसक्यो। डिग्री भनेको यहाँ लेखेको छ है, माइनस अनि यसको हाम्रो डिग्री भनेर 4 हुन्छ। यसै क्रमशः सबैको यहाँ हेर्नुहोस् त, जुन ठुलो छ त्यसलाई लेखिदिएको छ। अब यहाँ हेर्नुहोस्, बहुपदीयको स्वरूपमा लेखेको छ। स्वरूपमा भनेको यताउति दिएको छ, त्यसलाई हामीले एरेन्ज मात्र गरिदिनु हो, घट्दो क्रममा बढ्दो क्रममा। अब हामीले के गरेको यहाँ त हेर्नु त, मिलाएर राखेको हो। अब दिएको बहुपदीयलाई स्तरीय रूपमा लेख्दा अब हामीले बढ्दो क्रममा यानि कि नलेखेर घट्दो क्रममा लेखेको, अगाडि ठुलो त्यसपछि सानो। त्यस्तै यसमा अब यसमा हेर्नुहोस् त, अब यहाँ पनि सबै कुरा दिएको रहेछ है। अब त्यस्तो हामीले गरेको एउटा यसमा के दिएको छैन, जस्तै 2x, जस्तै 2 को पावर x त छ, तर x स्क्वायरबाट त अब छैन, x क्यू छ, x 4 छ। अब त्यो हामीले आफूले त्यो घाताङ्क मिलाउनु पर्छ अनि मात्र त्यो बहुपदीयको स्तरीय रूपमा हुन्छ। यसलाई मात्र मिलाउनु पर्दैन, त्यो पनि हामीले ध्यान दिने हो कि यसमा त्यो घाताङ्क भनेको निरन्तर छ कि छैन। जस्तै यसको 1 भयो, 2 त छैन, 3 छ, 4 छ। त्यो 2 मा हामीले आफूले राख्नुपर्छ। कसरी राख्ने, त्यसको नियम हो के, नियम के हो, 0 पोइन्ट गरेर त्यो बिचैमा उसको जहाँ ठाउँ पर्छ त्यही 0 पोइन्ट गरेर, अनि त्यो स्क्वायर छुटेछ भने स्क्वायर राख्नुहोस्, क्यू छैन भने क्यू राख्नुहोस्, दुईटा छुटेको छ भने दुईटा राख्नुहोस् हैन, मिलाएर त्यस्तो गर्नु टक्क हामीले है। अब त्यस्तै यो सबै गरेको छ है, हेर्नु होला भाइ बहिनीहरू, मिलाएर अब त्यसलाई के गर्नु होला, लेख्नु होला। अब यसमा केही छुटेका केही नबुझेका कुरा होला भने भाइ बहिनीहरू कमेन्टमा लेख्न सक्छौ है। अनि यस्तो भिडियो हेर्नको लागि है यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, र केही समस्या परेमा हामीलाई कमेन्टमा भन्नु होला, केही प्रतिक्रिया दिनु होला है। आजको लागि यति नै हो। हस्त, धन्यवाद। अर्को भिडियोमा हामीले बहुपदीयको